हेलो साथीहरू, आज हजुरहरूलाई म पञ्चकन्या पोखरी लाँदैछु सिन्धुली जिल्लाको। फर्स्टमा चाहिँ म घरबाट माइती घरतर्फ जान्छु अनि मम्मीलाई लिएर चाहिँ त्यसपछि हामी गन्तव्यतर्फ लाग्छौँ। यो चाहिँ मेरो माइती घर। यहाँ पक्कै कुरा भन्नु भइरहेको छ है। कला हेर्न आउनुभएको छ। अब तपाईँलाई एकातिर नेपाल सरकारले पहिले के गर्यो होला भने पुलिस लगायो नि त है। माओवादी जनयुद्धलाई देख्यो भने यो पुलिसले ठिक गर्छ भने देखेर हल्का रूपमा सोचिदियो भने पुलिस लगायो। अब पछाडि पुलिसले नसकेपछि के गर्यो, युनिफाइड कमान्ड भएर सेना अवतार हो हाम्रो विरुद्ध कम्युनिस्ट विरुद्ध हो। यो एकातिर हाम्रा साथीहरू कहाँ परेका थिए र तारो सारो लगाएर वार्ता गरेकै थिए है। यसरी मैले माओवादी जनयुद्धलाई यसरी मरि उडाइसकेँ। खानेको हेरेर पाकिसक्यो। पिकनिकमा पनि खाएर जानु लागेको छु। यसरी मम्मी माथि रेडी हुनुहुन्छ, तबसम्म म हजुरहरूलाई चाहिँ मेरो घरको दृश्य देखाउँछु है त। हेर्नु है, साथीहरू अब यसपछिको भिडियो चाहिँ मम्मीले कन्टिन्यू गर्नुहुन्छ। पञ्चकन्या हिँड्यौँ, तर यस्तो बाटो यहाँ अलि पानी रहेछ, अलि भर्खर बनाएको अप्ठ्यारो। अब यो अप्ठ्यारो बाटो अलिकति छ जस्तो लाग्छ। पटक हामी अब पञ्चकन्या जाँदैछौँ। हामीले मूल रोड छोड्यौँ, मुख्य बाटो छोडेर हामी कच्ची रोडतिर अगाडि बढिरहेका छौँ। राम्ररी बाटो हेरेर जानु पऱ्यो, तल पानी जमेर छ। जुत्ता भिज्ला चिसोमा, घाम त लागेको छ तर पानी चिसेर छ। आकाश त खुलेको छ, बाटो त छ, अलिक यताको चाहिँ राम्रै छ बाटो। अब मरिङ खोला आइपुग्न लाग्यो, खोला आउनु लाग्यो। अब ठिकै छ, परको बाटोभन्दा यो बाटो अलिकति छोटो रहेछ। छिट्टै नै भाइ मैले छिट्टै नै पञ्चकन्या पोखरी लगाइरहेका छौँ। यहाँबाट हामी ल अब हामी ठ्याक्कै मरिङ खोला पञ्चकन्या पोखरीको वरिपट्टि। यस्तो बाटो अलिक हिँड्दा अलिक अप्ठ्यारो ठिकै छ। बाइक हिँड्ने गर न गर्नुपर्छ कि अलि म चाहिँ यहाँ डराउँदैछु। यहाँ नानी डराउँदै थियो फेरि कन्फर्म भनेको छिन्।
नानी डराएनन् म चाहिँ डराएँ अलि अप्ठ्यारो छ यो खोला तर्ने ठाउँमा चाहिँ अब यहाँ हेर्नु देख्छ मरि पुगिरहेको थियो अलिकति अनि होम पाइप राखेर यहाँ ड्याम बनाएर ठुलो काम गरेको रहेछ अब यहाँ गेर अप्ठ्यारै छ बाटो गुवाहाटीकै जानुपर्ने छ अलिअलि गाडी छ आउँदैछौँ अनि हामीहरू छोटो बाटो भनेर त आउँदै गरेका थियौँ बाटो अलिक सहज भइसकेको छ मरिन तरिसकेका छौँ अब बाटो घाँस गाडी घाँस चिनिसकेको रहेछ पारिपट्टि देखिसक्यो गेट ठ्याक्क देखियो सिधै गेटलाई एकदमै धागोटा जस्तै सिधा पारेर यो बाटो बनाएको रहेछ तर अलिक भर्खर भएर होला अलिकति के गर्न अप्ठ्यारो छ अब हामी ठ्याक्कै लाग्यो अब म त्यहाँ पुगिसकेँ तपाईँलाई त्यहाँको बारेमा फेरि विस्तृतमा जानकारी अर्को एउटा सानो पानी आइपुगेको छ अब यहाँ लिकमा गयो भने त अलिअलि गाह्रो हुँदै त यो पनि कट्यो यस्तो छ हामी अब यहाँ ठ्याक्कै पञ्चकन्याको जङ्गल आइपुगेका छौँ बुढो आमासँग पनि भेट भयो आमा के लिएर आउनुभयो डोकामा मैले पञ्चकन्यामा हिँडेँ के हो डोकामा खानेकुरा छ ऊ चाहिँ छ यहाँ त छैन पुग्यो ए ल ल ल आमा हामी पनि त जाँदैछौँ है आमा ल आमा ल हामी अब ठ्याक्कै पञ्चकन्याको गेटबाट भित्र छिर्दैछौँ अब हामी आइसक्यौँ ल हाम्रो बस पनि रहेछ ठ्याक्कै स्पोट आयौँ पुरै नाचगान भइरहेको छ हेर्छु नाचिरहेको छ अहिलेको गाडी नजिकै पञ्चकन्या पोखरी छ यो पोखरी जाने एउटा गेट पौराणिक पञ्चकन्या पोखरी प्रवेशद्वार भनेको छ यहाँ तल हेरिन्छ पञ्चकन्या पोखरी अनि यहाँ कमलको फुलहरू फुलिरहेका छन् पोखरीभित्र यो पौराणिक कालको पोखरी हो यहाँ चाहिँ पहिला कुनै पनि पात पतिङ्गरहरू यहाँ नझर्ने र झरे पनि चराले टिपेर लैजाने भन्ने किंवदन्ती थियो हामी साना बच्चा नआउँदा पनि यो पोखरी साह्रै सफा सुन्दर थियो तर अलिअलि यो लागेर छोड्दै थियो तर यसलाई अहिले निर्माण कार्य भइरहेको छ यो पञ्चकन्या पोखरी अनि यो सानो मन्दिर चाहिँ पुरानो मन्दिर हो भने यो ठुलो मन्दिरले भर्खरै बनाएको मन्दिर
बर्थडे पार्टी यही हो कसको बर्थडे अस्तिको बर्थडे आज 3 दिन अगाडिको बर्थडे आज भने आज आउनु भाइ पनि आउनु भएको छ उहाँ सिसर उहाँ उभिनु भएको नखाइकन हाम्रो पिकनिक सक्ने लागिसक्यो भोजन तयारी गर्दैछौँ फाइनली साथीहरू घर आइपुग्यो हजुरहरूलाई आजको पञ्चकन्या पोखरी कस्तो लाग्यो कमेन्ट गर्नु होला र लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हस्त धन्यवाद।